आज आकाश रोयो, आज धरती पनि काम्प्यो। हेर्दा हेर्दै कसैको घर बग्यो, कसैको संसार नै सकियो। बारी आयो, यी पहिरो आयो, प्रकृतिको त्यो ठुलो आँधीले सजाएको सपना पनि बगायो। हिजोसम्म महलमा बस्नेहरू आज बाटोमा रुँदैछन्। करोडौँको सम्पत्ति जोड्नेहरू खाली हात उभिँदैछन्। गरिबको सानो झुपडी बग्यो, धनीको दरबार पनि डुब्यो। प्रकृतिको त्यो शक्तिशाली भेलले सबैको संसार नै बन्डलिदियो। न पैसा बच्यो, न सम्पत्ति रह्यो, एकैछिनको त्यो बारीले जीवनको बाटो फेरियो। आज बुझियो जीवनमा के आफ्नो के पराई रहेछ। दुःख पर्दा आखिरमा मान्छे नै मान्छेको सहारा रहेछ। करोडको सम्पत्ति भए पनि एकैछिनमा